साइप्रस आएको यत्रो साल हुँदासम्म पनि म कहिले पनि होटलको स्टाफ पार्टीमा गएको थिएन र यो सालको स्टाफ पार्टी पनि आज हुँदैछ र त्यही भएर म चाहिँ जान्छु भनेर सोचेर रेडी हुँदै थिएँ। अनि बाहिरबाट केटाहरूले बस आइसके छिटो रेडी हो भनिसकेपछि मैले फटाफट जुत्ता लगाएर म पनि बाहिर निस्किएँ। अनि बाहिर निस्किँदा बित्तिकै हिमाल सरले वेट गरेर बसिरहनु भएको रहेछ र हाम्रो भेट भयो। अनि मैले स्टार्ट गरेँ आजको लागि चाहिँ मेमोरेबल क्षणहरू क्याप्चर गर्न। सबैजना भेट भइसकेपछि हामी बसमा गएर बस्यौँ र अब हाम्रो यात्रा सुरु हुँदैछ आजको पार्टी हुने क्लब तिर। अनि मलाई नेपालको झट्ट याद आयो कि यस्तो रमाइलो क्षणमा त गीत बजाउँदै नाच्दै उफ्रिँदै हल्ला गर्दै चाहिँ जानुपर्ने, तर यो यहाँ सम्भव नै छैन। अनि आउँदै गरेको यो क्रिसमसको लागि डेकोरेसन गरेको बाटो बाटो गल्ली गल्लीमा यो रङ्गी चङ्गी झिलिमिलीलाई पनि मैले क्याप्चर गर्न मन लाग्यो र सर्टमा क्याप्चर गरेँ। 10 मिनटपछि हामी फाइनली आजको पार्टी हुने क्लब लिएर पुगिसक्यौँ र हामीले इन्ट्री पनि हानिसक्यौँ है त। अनि हामी टक्क टेबलमा बसिसकेपछि हामीले डिस्कस गर्यौँ आजको लागि के खाने र के नखाने भनेर। हामीले अर्डर पनि दिइसक्यौँ, हाम्रो अर्डर आउन अब केही छिनमै बाँकी छ है त। फाइनली हाम्रो अर्डर पनि आइसक्यो, जुस खानेल जुस, पानी खानेल पानी, बियर खानेल बियर, अनि हामीले चेस पनि हानिसक्यौँ है त। अनि 10-15 मिनटपछि म पछि फर्केर हेर्दाखेरि चाहिँ केटाहरू त आमामा पुरै नाचिरहेको आफ्नो टेबलबाट है, लास्ट रमाइलो गरिरहेको। अनि मैले पनि सोचेँ म पनि के कम भनेर उठेर चाहिँ हल्ला गर्न नाच्न सुरु भयो। नाच्ने नाचिरहे, गाउने गाएर, सुत्ने सुतिरहे, पिउने पिइरहे। हाम्रो स्टाफ पार्टी चाहिँ यस्तै भयो।